हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल। आज फेरि नयाँ भिडियो म लिएर आएको छु होइन। आज चाहिँ मेरो भतिज होइन बाहिर जाने तर्खर गर्दैछ होइन। त्यही भएर हामी सबैजना यहाँ भेला भएर चाहिँ उसलाई बिदाई गर्ने होइन, यहाँबाट चाहिँ एयरपोर्ट लाने तयारी गर्दैछौँ होइन। त्यही भएर हामी चाहिँ यहाँ सबैजना तयारी भइराखेको छ होइन। खानपिन खाएर चाहिँ सबै तयारी, एकदम तयारी। 10:30 बजेको फ्लाइट छ होइन। त्यही भएर हामी चाहिँ यहाँनिर भतिजको लागि चाहिँ प्रदेश पठाउनलाई चाहिँ अब के गर्यो, नेपालको अवस्था व्यवस्था यस्तै छ होइन। त्यसले गर्दाखेरि अब यङ जेनेरेसनको मान्छेहरूले केही गर्नुपर्छ भन्ने एउटा हुन्छ नि त होइन आफ्नो। ल हाम्रो भान्जी है यो चाहिँ हाम्रो। म पनि जान्छु भोलि पर्सि यही क्यामेरामा बस्छु अरे। यहाँ हामी चाहिँ होइन खानेकुराहरू होइन खाँदैछौँ। भाइलाई बिदाई गर्ने कुरामा चाहिँ हामी यो सगुन भन्छ नि होइन। गाउँतिर भए 3 पाने होइन, जाँडहरू हुन्थ्यो। यहाँ त वही यस्तै छ पोक होइन। आएर चाहिँ होइन अब यो सलाद खानै पर्यो यो शुभ कार्यमा होइन। भान्जीहरूले राखिदिनु भएको रहेछ खानेकुरा। मेकअप गर्नुपर्छ एयरपोर्टमा, राम्रो राम्रो होइन हरू आउँछ होइन, भेटिन्छ। फेरि बुहारी, नयाँ नयाँ बुहारी होइन, भर्खर बिहे गरेर छोडेर गएको, फेरि धोका दिनु चाहिँ पाइँदैन 2 जनाले नै होइन। हाम्रो कसम हामीले नै गाह्रो हुन्छ नि त होइन, गरी खानुपर्छ नि त। त्यसै जोडी बाध्य त होइन नि त होइन। हिरो हो एकदम राम्रोसँगले शोभायात्रा होइन। आशीर्वाद धेरै कमाउनु, धेरै जमाउनु, भविष्य राम्रोसँगले बनाउनु होइन। बुहारीलाई राम्रोसँगले पाल्ने, पछि आफ्नो भविष्य बालबच्चा अब के हुन्छ होइन, त्यसले चाहिँ राम्रो गर्नुपर्छ। सबैजना भविष्यका एकदम कर्णधारहरू हुन् होइन। हाम्रो देश हाँक्ने युवाहरू जति यसरी विदेश पलायन हुँदैछन् होइन, हाम्रो पनि कुनै दिन पालो आउन सक्छ होला। लु छिटो छिटो गरौँ है, अहिले प्लेन छुट्छ होइन। समय अब अलिक धेरै गइसक्यो होइन। अब ऊ चाहिँ घर परिवार बुबा आमासँग आशीर्वाद लिँदैछ होइन। अहिले आशीर्वाद दिँदै हुनुहुन्छ हाम्रो दाजुले, राम्रो गरी खानु, राम्रो गर्नु भनेर होइन आशीर्वाद दिँदै हुनुहुन्छ है हाम्रो छोरालाई। यता हाम्रो छोरी टिकटकमा व्यस्त होइन। यता हाम्रो माइलो भाइ कहिले हो लगन जुराउने हाम्रो माइलो भाइले होइन। अहिलेसम्म केही चालचुल छैन होइन, पैसा मात्रै कमाउँछ होइन, जमाएर राखिदिने सम्हालिदिने मान्छे छैन। यता हाम्रो भान्जी पनि तयारी गर्दैछ होइन। यता हाम्रो बुहारी सबैजनालाई गरेर चाहिँ होइन। यता भान्जीहरू सबै हाम्रो भान्जा भान्जी, यता हाम्रो भान्जा अब हिँड्ने तर्खर गर्दैछौँ। यता हाम्रो दिदीहरूसँग पनि कुरा गर्दैछ हाम्रो भाइले। फाइनल्ली हाम्रो गाडी पनि आइसकेको छ एयरपोर्ट जाने होइन। इन ड्राइभर बोलाएको थियौँ होइन, आइसक्नु भएको छ उहाँ होइन। गुरुजी सबैजना लु चढ्नु होला होइन। यता हाम्रो भतिजो लु चढ्नुहोस्, को चढ्ने हो त्यहाँ होइन। है यात्रा सफल रहोस् भनेर चाहिँ छोटोसँगले ट्याक्सीमा सबैजना भइसक्यो होइन। ल अब हामी पनि चट्ट यो बाइकमा चढेर सरर जाँदैछौँ है त। अहिले चाहिँ हामी चाबेल चोकमा आइपुगेका छौँ होइन। हाम्रो गाडी यही हो अगाडिको होइन। अहिले जाममा परेका छौँ होइन। एयरपोर्ट जाने क्रममा हामी चाबेलमा छौँ है।
साबेलबाट अब अघि बढ्दैछौँ। साबेलको चोक काठमाडौँ होइन कस्तो छ होइन। ल हेर्नुहोस् एयरपोर्टमा मान्छे कति छ अब यो जमात कति हो नेपाल त खाली नै हुन लागिसक्यो। यो चाहिँ डिपार्चरमा यो कति हो कति यहाँ चाहिँ हजारौँ मान्छे छ होइन। यहाँको अवस्था हेर्दा त नेपालमा मान्छे नै छैन जस्तो सकिए जस्तो देखिन्छ। त्यही भएर यसको रोकथामको लागि चाहिँ सरकारले के गर्ने हो त भन्ने कुरा चाहिँ त्यही सोच्नु पर्यो है, सोच्नु पर्यो। यहाँ हाम्रो भान्जी अघि आएर हामीले पर्खिरहनु भएको छ होइन। त्यही भएर एयरपोर्ट यहाँ चाहिँ हजारौँ लाखौँ नै भन्नु पनि पर्ला जस्तो देखिन्छ। तर यहाँ बढीभन्दा बढी जापान जाने विद्यार्थीहरू छन् होइन। त्यही भएर चाहिँ एकदम यो सिजन अप्रिलको इन्टेक भन्छ होइन विद्यार्थी भिसामा जानको लागि। तर अब एउटा जाने एउटा गन्तव्य बाहना होइन त्यो भएको हुनाले चाहिँ यसरी चाहिँ गइरहेका छन्। गाह्रो छ हौ गाह्रो छ सबैलाई। आफ्नो बालबच्चा सानो नानीहरू जस्तो लाग्छ पठाउनलाई। के हुन्छ कसो हुन्छ तर के गर्नु बाध्यता छ होइन। उनीहरूको पनि भविष्य हो रोक्न सकिएन होइन। अवस्था र व्यवस्थाले गर्दाखेरि अब यस्तो हुँदै गर्दाखेरि कतिको रुवाबासी चलिरहेछ यहाँ होइन। कति खुसी छन् होइन। अब यस्तै हो। हाम्रो भतिजहरूलाई भेट्नु पनि धेरै टाइम लाग्यो क्या हामीलाई। यहाँनिर खोज्दा खोज्दा यत्रो जमातमा है बाप रे बाप यत्रो भिडमा चाहिँ धेरै गाह्रो पऱ्यो। उनीहरू ट्याक्सीमा आएको हामी बाइकमा आएको होइन। यति भिड छ कि एयरपोर्टमा गाडीको यो व्यवस्थापन गर्न ट्राफिकहरूलाई पनि धेरै अम्मे परेको छ। यहाँ चाहिँ मान्छेको गोठाला गर्न धेरै गाह्रो छ होइन। पुलिस दाइहरूलाई पनि अब वस्तुको गोठाला गर्न त धेरै गाह्रो हुन्छ भने मान्छेको गोठाला गर्नु धेरै गाह्रो छ नि हौ। उहाँहरूलाई पनि फेरि उल्टै गाली बेइज्जत होइन नराम्रो शब्दहरू बोलिदिन्छन् होइन। गाह्रो छ। हामी आफैले चाहिँ ट्राफिक नियमको पालना गर्नुपर्छ। ल है अब हामीले यो हाम्रो भतिजोलाई बिदाईको लागि चाहिँ यहाँ टिका लाएर खादा लाउँदैछ हाम्रो माइला भाइले होइन। पालै पालो तपाईँले ल हाम्रो भाइको विशेषले पनि शोभायात्रा भनेर चाहिँ बोले हाम्रो बहिनी पनि आइसक्नु भएको छ। हाम्रो गाउँको बहिनी उहाँकै वेटिङमा हामी थियौँ होइन। यत्रो भएर उहाँ चाहिँ सँगै जाँदै हुनुहुन्छ होइन। उहाँकै शोभायात्रा राम्ररी जानु होला आफ्नो गाउँले होइन। एउटा खुसी लाग्यो एयरपोर्टमा धेरै उहाँहरू दुईजना चाहिँ जाँदै हुनुहुन्छ। हामीले चाहिँ बिदाई गरिसक्यौँ होइन। अब चाहिँ अब चेकिङमा वेटिङमा अब पुगिसक्यो होला होइन। अब हामी पनि एयरपोर्टबाट अब फर्किँदैछौँ। हाम्रो चाहिँ अब आजको फ्लाइट डिले भएको छ यहाँ सबैजनाको होइन। अब नेपाल सरकारले कहिले भिसा लाएर पठाउने हो फेरि टिकट काटेर होइन। हाम्रो छिट्टै होस् भन्ने चाहना छ होइन। अब अरू जाँदाखेरि हामीलाई पनि अलिकति नरमाइलो होइन। त्यही भएर चाहिँ आजको भ्लगिङ चाहिँ यही अन्त्य गर्न चाहन्छु है त। नेपाल भिडियोलाई सक्दो सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन। सबैको माझ पुर्याइदिनु होला होइन भन्ने मेरो चाहिँ अनुरोध गर्छु। बाई बाई।